रासोपाको सरकार गठन भइसकेपछि बालेन शाहको नेतृत्वमा अस्ति भर्खर मात्रै शनिबार र आइतबारको दिन थपाथली गैरीगाउँ सिनामङ्गल र मनहरामा घर टहरा सुकुम्बासी अनियन्त्रित रूपमा बसेको सुकुम्बासी हटाउने काम भयो भनेर भनेको छ। तपाईँहरूले सुन्नुभयो, मैले देखी, तपाईँहरूले देख्नुभयो होइन। कोही पनि बासिन्दाहरू घरबार विहीन हुनु, कोही पनि चाहे धनी चाहे गरिब होइन, चाहे हुने चाहे नहुने, चाहे सफा चाहे फोहोरी, चाहे कुनै पनि धर्मका, चाहे क्रिस्चियन धर्म, चाहे बुद्ध, चाहे हिन्दुस्तान होइन, हिन्दू धर्म होइन, चाहे धनी चाहे गरिब, चाहे दलित चाहे गैर दलित, जोसुकै होस्, सुकुम्बासी हटाइसकेपछि, कसैको घर हटाइसकेपछि त्यसमा चाहिँ सही भन्ने कुरा त आउँदै आएन। सही गलत त्यो आफ्नो ठाउँमा छ, समयअनुसार त्यो होला नहोला आफ्नो ठाउँमा छ। हाम्रो त्यो मैले चाहिँ मेरो तर्फबाट, व्यक्तिगत तर्फबाट के सही पनि भन्दिनँ, गलत पनि भन्दिनँ। त्यसमा आफ्नो एजेन्डाहरू हुन्छ, आफ्नो कामहरू हुन्छ होइन। अनि अनियन्त्रित रूपमा बसेको बसोबास हटाइयो भन्ने कुरो आएको छ, त्यो अब सरकारको पक्षबाट, र सुकुम्बासीलाई हटाइयो भनिएको छ, अब त्यो विपक्षीको तर्फबाट, पक्ष विपक्षी जहाँ पनि हुन्छ। र मैले धेरै कुराहरू याद गरेँ के हो कसो सही भन्नु पनि भएन, गलत भन्नु पनि भएन होइन। सही हो भन्यो भने कसैको घरबाट विहीन भएको छ, गलत हो भन्यो भने अनियन्त्रित रूपमा बसेको एकदम होइन, एकदम क्या फोहोर त्यहाँबाट बेसी नै निस्किन्छ, लागु औषध जस्ता चिजहरू पनि धेरै हुन्छ, अनियन्त्रित छ क्या। त्यहाँनिरबाट धेरै कुराहरू नियन्त्रण गर्नलाई सकिने अवस्था थिएन। अरू गरेर मनोरामा भएको बस्तीमा त उस्तै गरेर मान्छेहरू पस्नै नसक्ने अवस्था थियो होइन। यी कुराहरू आफ्नो ठाउँमा राखौँ। तर मैले एउटा कुरो के याद गरेँ भने तपाईँहरूले गर्नुभयो भएन। तपाईँहरू सरकार पक्षमा हुनेले सही गर्यो भन्नुभयो, विपक्षमा हुनेले गलत गर्यो भन्नुभयो। तर म त्यसरी बुझिनँ, मैले फरक बुझेँ। कसरी बुझेँ भनेपछि हिजो माओवादी, एमाले, काङ्ग्रेस यदि जनतालाई माया गर्ने यिनीहरू हुन्थे भने एमाले, माओवादी, काङ्ग्रेस ती 3 आना जग्गा किता गरेर ल यो तिम्रो भयो, यो तिम्रो भयो, यो तिम्रो भयो, तिम्रो भयो होइन। 40 फिट बाटो छोडेर, 50 फिट बाटो छोडेर, फुटपाथ 5 फिट छोडेर यो जग्गा तिम्रो भयो 4 आना होइन। मोडा 10, 20, 25 फिट मोडा, ल 40 फिट तपाईँको यो जग्गा, यति यो तपाईँको भयो, यो तपाईँको, यो फल्ना रामबहादुरको, यो श्यामबहादुरको, यो भनेर भनिदिएको भए न थपाथलीमा सुकुम्बासी हुन्थे, न मनहरामा सुकुम्बासी हुन्थे, न गैरीगाउँमा सुकुम्बासी हुन्थे, न 4 तलाको घर ढल्नु पर्थ्यो। 4 तला घर बनाउनु भनेको हाम्रो लागि त त्यो सपना देख्नु बराबरै हो होइन। 20 देखि 25-50 लाख रुपियाँ लाग्छ 4 तला घर बन्नलाई, नर्मल हिसाबले बनाउँदा। भनेपछि यसमा दोष बालन सरकारको मात्रै छैन होइन। सुकुम्बासीलाई नियन्त्रित गर्ने र अन्त जग्गाहरू भएका र यहाँ आएर ओगटेर बसेको भन्ने भनाइ चाहिँ एउटा रह्यो नै होइन। सुकुम्बासी त उनीहरू यहाँको लागि त सुकुम्बासी भयो, अन्त छैन आफ्नो ठाउँमा छ, भगवान जाने, त्यसमा म जान्ने भइनँ। तर मैले भर्खरै भिडियो हेरेँ, थपाथलीमा त लगभग ती 3 आना 25 को मोडा र 40 को लम्बाइ दिएर किता गरिदिएको भयो। त्यहाँ जतिजना मान्छेहरू सुकुम्बासीमा हुनुहुन्थ्यो, वास्तविक सुकुम्बासी, तिनीहरूलाई त्यहीँ दिए पनि के फरक हुनेवाला त थिएन। मनोरामा त सबभन्दा राम्रो ठाउँ, सर्लक्क परेको, प्लटिङ गर्न योग्य। वर्तमान अवस्थाको लागि त्यो सुकुम्बासी भए पनि हिजो माओवादी, एमाले, काङ्ग्रेसले यदि किताकाट गरेर 25-25 को हिसाबले 40 को लम्बाइ, 25 को मोडा गरेको भए एउटा घर, 4 आनाको घर, 3 आनाको घर मजाले हुन्थ्यो। काठमाडौँमा भएको मान्छे धनीहरू, काठमाडौँमा करोडपति भएको मान्छेहरूको जग्गा नै 4 आना हो क्या, धेरै छैन। तपाईँहरूलाई हामीलाई के लाग्छ? काठमाडौँमा भएको मान्छेले घर बनाउन सक्ने, किन्न सक्ने मान्छेको एउटा व्यवसाय त निश्चित रूपमा हुन्छ नै। व्यवसाय भएरै उनीहरूले त्यहाँसम्मको क्षमता बनाएको हुन्छन् कि काठमाडौँमा घर जग्गा किनेर घर बनाउन सक्ने। 4-5 करोड त नर्मल्ली उनीहरूले थेक्न सक्छन्, ऋणदान गरेर होस्, कसरी होस् होइन। तपाईँले कसरी बुझ्नुभयो? सुकुम्बासी हटाए गलत भन्नुभयो, सुकुम्बासी हटाउनुपर्छ सही भन्नुभयो। म त्यता गइनँ। म कता गएँ भने यदि हिजोको सरकार आलो पालो सरकार थियो त, आज पो बालन सरकार 2/3 सरकार भएर उनीहरूले हटाइदियो। यदि किताकाट गरेर होइन साँच्चीकै सुकुम्बासीको समस्याको हल गर्न चाहेको भए किन हुँदैन थियो?
एमालेलाई, माओवादीलाई, काङ्ग्रेसलाई साँच्चैको जनताको माया भएको भए किताकाट गरेर सबैलाई त्यहाँ बसेका रियल सुकुम्बासीलाई लाल फारम दिँदा मिल्थेन र? मिल्थ्यो होला त है? म त्यसरी बुझ्छु। यो नै हो। अब कुनै पनि यदि साँच्चीकै नेपाली जनताले, म रासोपामा मात्रै लाग भन्दिनँ, म रासोपाको कार्यकर्ता पनि होइन, तर माओवादी, एमाले, काङ्ग्रेसमा चाहिँ लाग्दै नलाग। अरू पार्टीमा लाग नलाग, तपाईँहरू आफ्नै पार्टी खोल्नुहोस्, तपाईँहरूसँग पनि क्षमता छ होइन। आफ्नो एउटा गाउँमा एउटा पार्टी, अर्को गाउँमा अर्को पार्टी खोल्नुहोस् क्या। आफ्नो गाउँ बनाउनुको लागि, गाउँको सुरक्षाको निम्ति, देश बनाउनुको निम्ति, आफ्नो गाउँ टोल बनाउनुको निम्ति आफ्नो पार्टी खोल्नुहोस्। फल्ना गाउँमा एउटा पार्टी, अर्को गाउँमा एउटा पार्टी खोल्नुहोस्। किन त्योभन्दा कम छ र नेपालमा? नेपालमा पार्टीहरू च्याउभन्दा बढ्ता छ। भनेपछि तपाईँहरूले गाउँ पछि पार्टी खोल्नुहोस्, आफ्नो परिवार बचाउनुहोस्, छिमेकी बचाउनुहोस्, घर बचाउनुहोस्, नियम बनाउनुहोस्। तर अरू पार्टीमा लाग्नुहोस्, माओवादी, एमाले, काङ्ग्रेसमा कहिले नलाग्नुहोस्। किनकि यिनीहरूले तपाईँहरूलाई सुकुम्बासी भनेर तपाईँहरूको आडमा यिनीहरूले राजनीति गर्ने हो। यदि चाहे अहिले विरोध गर्दैछन् नि, सुकुम्बासीको पहिल्यै व्यवस्थापन नगरिकन तपाईँहरूले किन यसो गर्नुभयो, उसो गर्नुभयो, यो भन्ने अवस्था नै आउँदैन थियो होइन। खोला किनारदेखि 50 फिट छोडेर यदि ठाउँ छ भने त्यहाँनिर गयो। मनोरामा त थियो त, मजाको ठाउँ थियो होइन। गैरी गाउँमा अलिकति थिएन। गैरी गाउँमा चाहिँ लगभग खोलाकै किनारमा थियो। थपाथलीमा पनि थियो। 25 को मोडा, 44 को लम्बाइ दिएर घर 4 आनाको दिन सकिन्थ्यो जग्गा। घर आफै बनाउँथ्यो। मनोरा बस्तीमा पनि मजाको थियो। सुकुम्बासी हटाउने बालेन शाहको दोष होइन क्या, सुकुम्बासी बनाएर राख्ने माओवादी, एमालेको दोष हो। सबैसँग लाग्नुहोस्, सबै पार्टीमा लाग्नुहोस्। मैले यो पार्टी त्यो पार्टी भन्दिनँ, तर माओवादी, एमाले, काङ्ग्रेसमा कहिले पनि नलाग्नुहोस्। उनीहरूले तपाईँलाई सुकुम्बासी बाहेक अरू केही बनाउनेवाला छैन।